Hello, welcome back to my channel. It's Miss Smita. आज चाहिँ लक्ष्मी पूजा म उठेर नुहाइसकेँ। म चाहिँ अहिले बाहिर भएको कारणले गर्दाखेरि चाहिँ हामीले आज कसरी सेलिब्रेट गर्छौँ लक्ष्मी पूजा, लक्ष्मी कसरी भित्राउँछौँ भन्ने आजको ब्लगमा हजुरहरूले देख्न सक्नुहुन्छ। मैले आज मेरो बर्थ सो मैले तातो पानी र चिया खाँदैछु। चिया खाएर म निस्किन्छु। मेरो ट्रेन 7:51 को छ। सो म आज के गर्छु, आज युनिभर्सिटी जानु युनियन जान्छु। युनिभर्सिटी गइसकेपछि कस्तो हुन्छ के हुन्छ हजुरलाई देखाउँछु। हुन्छ घर निस्किसक्यो होइन, यहाँ चाहिँ कस्तो हुन्छ एकदम जाडो छ। प्लस आज चाहिँ अन्धेरै अन्धेरै खासै उज्यालो चाहिँ भएको छैन। अब छिटो गएर त्यहाँबाट अलि छिटै फर्किन्छु। आज मेरो प्र्याक्टिकल सेसन मात्र छ। एउटा प्र्याक्टिकल सेसन भ्याइसी अनलाइन छ। अनलाइन एक्टिभिटिज छ। अब घर बस्दै पनि गर्न मिलिहाल्यो। सो अब ट्रेनको लागि लेट हुन्छ गाइस। म फटाफट हिँडिरहेको छु है, फटाफट। ट्रेन चाहिँ 51 मा छ, अहिले 31 भइसक्यो। अब 20 मिनट जति ट्याक्कै त्योभन्दा अगाडि पुग्नुपर्छ। 51 भन्दा अगाडि। आज सोमबार सो सब दिन लिने मान्छे आउँछ है, 4 लिने मान्छे। अनि सबैको घरको अगाडि चाहिँ यस्तो बेनहरू राखेर देख्न सक्नुहुन्छ। यो चाहिँ बाटो हो, हिँडेर जाने बाटो। अनि यस्तो रोडहरू हुन्छ सबैको घर अगाडि चाहिँ यस्तो हुन्छ। यहाँ चाहिँ म्याक्सिममको घर चाहिँ एउटै हुन्छ कि एउटै मोडल, एउटै डिजाइन, एभ्रिथिङ एउटै हुन्छ कि। यो चाहिँ यहाँको चाहिँ पार्क हो है। यो बस स्टप Oh, I need a two-way ticket to this stand. I need to go. Stafford and London Euston. त्यहाँबाट चाहिँ हामी जान्छ युनिभर्सिटी चाहिँ हिँडेर 20 मिनट लाग्छ, 20 देखि 25 मिनट। यहाँबाट चाहिँ जान्छौँ। त्यो चाहिँ चेस्टर भयो होइन। यस्तो ग्रिन बत्ती बोलेपछि चाहिँ हिँड्नुपर्छ। यहाँ बलिसकेर छिटो हिँडेँ है। आइडी कार्ड पनि पाइसक्यो, पुगिसक्यो। अब
ल्याबमा प्र्याक्टिकल सेसन हुनुभएको भएर चाहिँ सायद अलाउड हुँदैन होला मोबाइल सबै भिडियो पनि खिच्न पाउँदैन होला यदि अलाउड रहेछ भने खिच्छु यदि अलाउड रहेन भने खिच्दिनँ Stay tuned, guys. They are like to check everyone in, so don't worry about availability. Just be sensible, stack yourself on each side. Block. क्लास भ्यायो अब क्लास भ्याएर चाहिँ म निस्किसकेँ म निस्केको देखाउन पाइनँ किनकि कस्तो ल्याबबाट निस्किसकेपछि हात सात धुलाएर निस्किँदाखेरि हतार भइसकेको थियो अब साथीहरूसँग बाहिरसम्म निस्केँ अनि मेरो पर्सनल टुटरलाई पनि भेट्नु पर्ने थियो त्यो भएर म रिसेप्सनतिर गएँ मैले भिडियो चाहिँ खिचिनँ त्यहाँ अब म फेरि ट्रेन स्टेसन जाँदैछु ट्रेन स्टेसनमा गएर घर जान्छु अनि होप आजको दिन राम्रो हुन्छ यस्तो बाटोमा साइकलहरू हिँड्दै जाँदै हिँड्दै एकदमै चिसो थर्मोकोट हुँदाखेरि पनि जाडो घामै लागेन आज त बादल पानी पर्न सक्छ कि बेलुकासम्म हो यहाँ चाहिँ अब धेरै बेर छैन ट्रेन स्टेसन आउनु अब आइपुग्न आँटेँ ट्रेन कार्ड चाहिँ यस्तो हुन्छ अनि यो चाहिँ हाम्रो गेट पासको टिकट हो है यो हरायो भने त्यहाँबाट पास हुन पाउँदैन यो चाहिँ एकदम नेसेसरी हुन्छ मेरो चाहिँ आउन र जानलाई चाहिँ 13.45 पेन्स 13 पाउन्ड 45 पेन्स लागेको छ नेपालमा कन्भर्ट गर्दाखेरि धेरै नै एक्सपेन्सिभ हुन जान्छ यहाँ चाहिँ यस्तै छ अझ उही ट्रेन कार्ड हो है ट्रेन कार्ड भएन भने त 20 लिन्छ ट्रेन कार्ड भएर चाहिँ लगभग 655 पेन्स चाहिँ डिस्काउन्ट पनि छ हो यस्तो ब्ल्याक कलरको ट्याक्सी हो उबर आई डोन्ट नो यस्तो छ it's and everything we are sitting here my bottle and here अलि दिनु पर्यो नि एक्लै यसरी नै आइन्छ यसरी नै गइन्छ नो वरिज अब चाहिँ यहाँबाट जान्छौँ यहाँ चाहिँ यो चाहिँ यहाँनिर घुम्ने ठाउँहरू त धेरै छ तर कस्तो हुन्छ भन्दाखेरि अब हामी युनिभर्सिटी पढ्ने कलेज पढ्ने मान्छेहरू चाहिँ पैसा बचाऊ भन्ने अभियान हुन्छ सो पछि एक्सप्लोर गर्दै गर्छु यहाँको घुम्ने ठाउँहरू अहिले जस्ट मैले युनिभर्सिटी पनि देखाउन भ्याइनँ आज अलि हतार थियो सो आज चाहिँ अब सबै चिज राम्रो हुँदै जान्छ अहिले चाहिँ 43 भयो 7 मिनटपछि ट्रेन आउँछ तिनीहरूसँग बस्नु गफी मारौँ म तपाईँलाई एउटा एक्सपिरियन्स बताउँछु है जब म नेपालमा काम गर्थेँ त्यति बेलामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि सिस्टमेटिक म्याक्सिमम् ठाउँमा सिस्टमेटिक हुँदैन अनि यहाँ चाहिँ इच एन्ड एभ्री ठाउँ सिस्टमेटिक हुँदाखेरि चाहिँ एकदमै एक्साइटेड जस्तो कि अर्कै चेन्ज अर्कै दुनियाँमा आए जस्तो हुन्छ यहाँ चाहिँ कलेजमा पनि इच एन्ड एभ्रिथिङ चाहिँ उसमै एपमा दिएर हुन्छ एडभान्स टेक्नोलोजी नै पाएको छ एकदमै कस्तो हुन्छ भने हाम्रो नेपालमा चाहिँ एक्सप्लेन गरेर पनि हामीलाई फोटोकपिजहरू दिनुहुन्छ नि त एटलिस्ट स्टुडेन्टहरूलाई कन्ट्रोल गर्न हेर्नलाई सजिलो होस् भनेर बट यहाँ चाहिँ दिनुहुन्न आफैले सोध्नुपर्छ मेल पठाउनुपर्छ मिटिङ टिचरलाई भेट्नलाई पनि मेल पठाउनुपर्छ मेल माइ गॉड मलाई पर्सनल टुरलाई भेट्नु थियो आज सो म सोध्न गएको रिसेप्सनमा कहाँ भेट्न सक्छु भनेर मेल पठाएर अपोइन्टमेन्ट बुक गरेर अनि त्यसपछि बल्ल हुन्छ व्हाट इज दिस हो अब चाहिँ म मार्केट जान्छु मार्केटबाट चाहिँ क्यान्डलहरू अलिअलि सामानहरू पनि लिनु छ त्यो जान्छु अनि त्यहाँ
देखाउँछु पनि हाम्रो मार्केट कस्तो छ। हाम्रो मार्केट त भन्दा मिल्दैन, यहाँको मार्केट तपाईँ चाहिँ बेसरी लाग्छ हामीलाई यहाँको सामान बोकेर हिँड्न लाग्छ। यसरी बोक्नु पर्यो यहाँ यस्तो यहाँ बिहान गाह्रो भइरहेको गर्मी भएर अहिले गाह्रो जाडो भएको एक पाती त पकाइ लगाएर आएको मैले घरमा गइसक्यो। म घर बेसी अब फ्रेस फ्रेस हुन्छ। अब हामी लड्डु बनाउँदैछौँ। लड्डु पछि मेमोरी हुन्छ क्या दिदी। यो हामीले गुजिया बनाउँदैछ। इट्स मैले फोल्ड गरेको है गाइज। थकाइ मारेर बसिरहेको छु। भयो क्या त्यहाँसम्म, अनि भगवान्को फोटो चाहिँ यहाँसम्म हुन्छ, उहाँ लगेर चाहिँ के गर्नु? यो चाहिँ मेरो मेकअप पछिको लुक। पूजा भइसक्यो अनि देन यहाँ चाहिँ हाम्रो लक्ष्मी माता हुनुहुन्छ साक्षात् विराजमान। अनि यहाँ चाहिँ नमस्ते सबैलाई। पड्काउनु जानु लाग्यो गाइज। अब हामी पड्काउनु जानु लाग्छ त्यस्तो राति राति अँधेरोमा बाटो। डेस्टिनेसन फेरि उयो घर हो है, धेरै टाढा नि हुने हो। यहाँ हाम्रो परी जस्तो लक्ष्मी माता सरी हेलो say hi. भनिसकिन् नभनेका हौ। Hi. अबको 5 वर्षमा हामीले नि यस्तै घर किनेर यस्तै झिलमिली बनाउनु पर्छ है। ओहो कसले बनाएको त्यस्तो राम्रो? अनिलले Wow.
ल कसले भन्टाउने तिमीले भट्टाऊ अघि भट्टाउनु त तिमीलाई भिडियो पठाइदेऊ त घरबेटी अङ्कलले आउँछ होइन घरबेटी अङ्कल सेसन चलिरहेको छ हाम्रो फ्रीको क्यामराम्यान निखिल केही शब्द भन्नु छ निखिल हेलो केही शब्द भन्नु छ मैले अहिले हाँस्नु पनि छैन अहिले हाँस्नु पनि छैन यस्ता के एकचोटि बस्नु त